हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ हामी रक्साल छोपेमाबाट अब कता जाने हो त्यो मलाई थाहा छैन, तर जानुको लागि रेडी भएर बाहिर निस्केका छौँ। अब 7:30 बजेको चाहिँ हाम्रो गाडी छ अनि त्यही हो। सबैजनालाई वेलकम छ आजको हाम्रो नयाँ भ्लगमा। आदि ग्रुप चाहिँ सबै बस पार्कतिर गइसक्नु भयो, हामीहरू चाहिँ यहाँ छौँ। ल हेलो भन्नु सबैजना, इजी। अब आज हामी यहाँ रक्साल छोपेमा छोडेर कता जान लागेको? केलुकनाथ खान्डो मेन्टा रावा जाल डोंयो दिन माल मंडीला तेने हो दिन सोरो तेने कार्सिया लंगी फापा फांगमु जाल डोंयो अनि गाडीमा चढेर हामी कहाँ जाने हो? तेने कोनो मना निंगला लोक तेने खाङबाला डोंयो। आज हामी कता बस्छौँ त? आज हामी माथि कता बस्छौँ आज हामी? कता बस्छ हामी त्यहाँ उइमा बस्छौँ फांगमु फाक्पा फांगमु जासिया गर्ने ठाउँमा बस्छौँ। ल ठिक छ। अहिले फेरि एकछिनमा यहाँ चाहिँ हाम्रो गाडी आइसक्यो। अब हामी यहाँ बसेर जान्छौँ। सो अब चाहिँ हामी गाडीमा बसिसक्यौँ। अब हामी जाने, तर कहाँ जाने मलाई थाहा छैन। नेपाल होइन, अहिले सुर्खेत जाने होइन। ल बाई गाइज। मन्डीको बस पार्कमा छौँ। यहाँ चाहिँ हामीले खाजाहरू खायौँ। अब चाहिँ हामी यहाँदेखि यहाँ भएको नजिकै भएको एउटा ठाउँमा दर्शन गर्न जान लागेको। अब सबैजना रेडी भइसक्नुभयो। हामी चाहिँ अहिले अटोमा चढेर कहाँ जान लाग्यो? मन्डीको बस पार्कबाट अटो समातेर हामीहरू जाँदैछौँ रानी कुवामा दर्शन गर्न जाँदैछौँ। हामी रानी कुवामा जान लागेको। कुवा रानी मन्दिर कुवा रहेछ। त्यो लेखा त छैन है, नो क्यामेरा भनेर। अनि कहाँ आउनुहुन्छ म उहाँ हो? खान्डो मेन्टा रावा गुरु रूपुछेको श्रीमती महेशले स्टोरी भन्दै हुनुहुन्छ। छेपेमाको उता छेपेमाको तालको त्यहाँ गुरु रूपुछेलाई चाहिँ त्यहाँ जलाएर कमलको फुलमा फुलफुली गऱ्यो। उहाँको रानीलाई चाहिँ यहाँ त्यो गरेर के कैद गरेर राखेको ठाउँ चाहिँ यहाँ त्यो छेपेमा र यो चाहिँ कनेक्टेड छ कि गुरु रूपुछेको श्रीमती होइन, गुरु रूपुछेको श्रीमती उहाँलाई चाहिँ उहाँको बुवाले चाहिँ बाउले चाहिँ राजा रानीको बाउले चाहिँ कैद गरेर राख्नु भएको अरे यहाँ कुवाभित्रमा। अनि राजा गुरु रूप चाहिँ थाहा पाएर अनि यो त यस्तो परेछ मेरो छोरीलाई निकाले ले भन्दाखेरि अनि रानीले म यसरी निस्केर जानु पाउँदैन, मेरो बाउको कहानी बाउको अर्थ के अरे उयोमा शर्तमा बस्नुपर्छ भनेर निस्किएन। अनि उहाँ यहीँ बसिराख्नु भयो। अनि पछि त निस्क्यो त, अनि उनको टाइम सकिएर त निस्क्यो त। टाइम सक्नुसम्म भाउल कति तोकेछ त्यतिसम्म बस्यो।
सही कुवा चाहिँ यही हो। अहिले चाहिँ यस्तो छ, पहिला जमानामा कस्तो हामीहरू चाहिँ यहाँ रानी कुवामा आएर यहाँ झ्यासे गरेर हेर्का सेर्का लगायौँ। kantor minta rawa jal dong bangi cilak minta rawa sama rompa di cilak tua rani naku अब जान्छौँ हामी अहिले कुवा रानी मेन्द्र रावालाई दर्शन गरेर सबैजना फर्किँदै हुनुहुन्छ। kuwarani mama kuwarani bye bye ल बाई ल भएदेखि हामी कहीँ अब चाहिँ हामी मन्डीबाट मनाली जा रहे हैं। मनाली 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 जाएंगे अब हम। मनाली मनाली में जाके मिलेंगे। खाओगे एक बार कुल्लू मनाली में खा रहे, बहुत ही अच्छा है। अभी तक सो रही थी, सर दर्द कर रहा था, अभी थोड़ा सा जग गई हूँ। कुल्लू मनाली में हामीहरू यहाँ मनालीको बस पार्कमा अर्को गाडी वेट गर्ने बेलासम्म चाहिँ यहाँ खाजा खानु लागेका छौँ। हेर्नुहोस् त हाम्रो पाल्जिमले कसैले खाइन्छ आलु। यता ढोलकर छ, यहाँ चाहिँ हाम्रो तातो तातो पकौडा आएको छ। पाल्जुम हामी चाहिँ पकौडा खानु, उता इजिएर खान्छ कि एउटा एउटा तान्ने हुन्छ। अनि चाउमिन बन्दैछ। बेबी पाल्जुम हामी चाहिँ अहिले यहाँ मनालीको वन विहारमा घुम्न आइरहेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ चार्ली च्याम्पियन, चार्ली च्याप्लिन हो कि के अरे, च्याप्लिन हो कि के भन्छ, चार्ली च्याम्पियन चार्ली च्याम्पियन छ। 50 रुपियाँ रे। वन विहार आज यही बस्छौँ, भोलि चाहिँ हामी कहाँ जान्छौँ थाहा छैन। हमारा त कुछ अत्ता पता नहीं है। हेर त बेबी, उई 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 डराउँछ यो त। ए मनाली का वन विहार, जङ्गल सफारी पनि हुँदो रहेछ। कताबाट जाने हो? वाह वाह, के फुल? कुछ नहीं, ड्रेस पहने, ड्रेस के छ है। यहाँ पर बोटिंग करने का एरिया है। ये कति सानो हो त बोटिंग। बोटिंग करने का भी एरिया है यहाँ पर भी। हाँ, पहले हम ड्रेस पहनेंगे,
और देखिए हमारी हिमाचल लड़कियां रेडी हो गई है। मनाली का लड़कियां पहाड़ी क्या है इसका नाम क्या बोला था आपने? पट्टू इसका नाम पट्टू। इसका नाम पट्टू पहन के हम लोग यहाँ पर रेडी हो गए। हाय बट्टू अब यहाँ कपडा सपडा लगाएर फोटोसोटो खिचेर सबैजना अब फर्किन लागेको। इच्छा पुरा भयो होइन, धर्मशालामा लाउने इच्छा थियो हाम्रो, हिजो फाइनली पुरा भयो। फाइनली हाम्रो मनालीमा आएर ड्रेस लाउने इच्छा पुरा भयो। ल गयौँ अब हाम्रो 5 स्टार होटलमा जाँदैछौँ हामी। अब हामी हाम्रो 5 स्टार होटलमा जाँदैछौँ। बहुत मजा करेंगे। इतना अच्छा है कि हम नहीं दिखा सकते। हमारे औकात से बाहर इजी हम अपना होटल रिवील करेंगे या नहीं करें? करे इतना 5 स्टार होटल रिवील नहीं करे तो तुम कौन सा होटल रिवील करोगे? सो अब हम जा रहे हैं। से बाहर ए हमारा होटल देखकर 5 नेपाली फ्लप हो। हाम्रो होटल हेरेर 5 स्टार होटल पनि फ्लप हुन्छ। फलअप त हुन्छ अनि लाज पनि मान्छ कि हाम्रो यति स्ट्यान्डर्ड त्यही भएर हामी देखाउन सक्दैनौँ तपाईँहरूलाई। नै के भएर राम्रो त छ त हेर, एटेच टोयलेट बाथरुम छ अनि हट वाटर कोल्ड वाटर सब छ, 24 आवर फ्रिज छ, टिभी सबै यहाँ। अब गएर गरम वाटर पनि नआएंगे। चाहिँ हामीहरू यहाँ मनालीको बजार घुमिरहेका छौँ। मनाली का बजार ओ कितना कति साँघुरो हो के। बजार त राम्रो छ तर रोडहरू कस्तो सानो सानो छ। देखो यहाँ पर स्टॉल भी है, फूड शूड पाइता है। ओ मछली है मछली। देखिए ना इधर भी देखिए। हम इधर देख रहे हैं ना, आप इधर देख रहे हैं। मनाली बाजार घुम्न कुर्ता सुरुवाल कति राम्रो देखा सलवार के स्टॉल पे जा रहे हैं, बहुत बढ़िया बढ़िया माल है, आप लोग भी आ जाइएगा इधर शॉपिंग करिए। कितना अच्छा कुर्ताहरू है। वही 200 रे सेल रे फर्कियो होइन होइन सल हो, सलको लागि 200 त सल रहेछ। म पनि कुर्ता भन्ने दङ्ग परे। ये टिकुली उतारी है क्या और क्या दिख रहा है? माता रानी जैसा ऑरेंज। यो कोटको कपडा हो, यस्तै थियो होइन यो फेसन कपडा होइन। फेसन कपडा त सुरुको त त्यही हो। उसको सब पता है क्योंकि वो ऑलरेडी कपडा है ना, बिजनेसमैन है, बिजनेस वुमेन। अहिले यहाँ चिया पिउँदैछौँ। चिया पियो, चिया। इन्डियाको चिया चाहिँ फेरि एकदम मिठो हुन्छ है। मिठो हुँदैन? चिनी बढी हो। आपका पसंद आया है? अच्छी दिख रही हो। ये ब्लू। कन्याकुमारी देख कश्मीर की कन्याकुमारी तो मैं हूँ नहीं, मैं नेपाल के कन्याकुमारी राजकुमारी नाम कन्याकुमारी में नेपाल की बूटी हूँ, वो भी याद बहादुर फिल्म की, दूसरे की नहीं। और 2 बच्चे की माँ हूँ, कुमारी नहीं हूँ मैं। खानपिन हुँदैछ हाम्रो बेलुकाको खाना मनालीमा। के हो यो? राजमा, आलु र के हो? केराउ अनि त्यसको पो दालो बिचको अनि रोटी चावल सबै दिँदो रहेछ। कस्तो छ खाना? ल अब हामी खाना खान्छौँ। चाहिँ बिहानको 5 बजीतिर हामीहरू हिँड्दैछौँ बाटोमा आफ्नो आफ्नो झोलासोला बोकेर। अब हामी अझै माथि कहाँ जाने? खर्सिया फार्मु खर्सिया गर्न जाने हो। जानु लाग्यो कहिले मनालीदेखि। हाम्रो गाडी आइसक्यो यहाँ। ल अब माथि गएर भेटौँला।
फर्स्ट टाइम हो मेरो यो स्नोफल फर्स्ट टाइम हो यार ए हिउँ नसभा अहिले यहाँ ऊ हुन्छ अर्को त्यतासे राबु त छेउ नै त बसा बसा भित्र बसा यहाँ चिसो भयो अब चाहिँ यहाँ तातो औषधि खानु हुँदैछ अब चाहिँ तातो भयो तातो भयो तातो जाडो भयो त्यो ठन्डा भयो अब गरम भयो लोकल यहाँदेखि चाहिँ हामी लिएर जान्छ चिसो है हाई डोलकार हामी कहाँ जानु लागेको के गर्न खेल्नु हामी माथि दर्शन गर्न जानु लागेको ओके ओके हामी चाहिँ यहाँ अब चिया चिया नास्ता खाएर माथि जान लागेको जिन्दगीमा पहिलोचोटि स्नो पनि देखियो स्नोफल भएको पनि देखियो माउन्टेन अगाडि छ यस्तो छ यहाँदेखि चाहिँ हामी वकिङ गरेर जाँदैछौँ यस पुरै स्नोका के भन्छ यसलाई गड्डा कि ढेड डल्लो स्नोको डल्लो यस्तो छ भए पनि अनि यहाँ सानसानो यस्तो खालको स्टलहरू पसलहरू छ श्री झिलोकनाथ धाम हामी यहाँ दर्शन गर्न जान लागेको हेलो मिसेस लक्ष्मी गुरुङ जी इधर देखिए ठीक है अब हम भी जाएंगे फाक्पा छिरिङ होइन त्यहाँ अघिको फाक्पा चेरी से तेलोकनाथ हो त्यहाँको दर्शन गऱ्यौँ अब कहाँ जाने हो अनि अब कता हो रङबाको भाषामा तेलोकनाथ अब फाक्पा पछि अर्को के उदयपुर अर्को अब हामी जान लाग्यो कता अब हामी फाङमा जा भन्नु त अनि ओके हिउँ हेर्नुहोस् त अब यस्तो माउन्टेन देखो न गाइस देखो न देखो न देखो 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 क्या तेलोकनाथ मन्दिर अब भर्खरै हामीले चाहिँ हामी भर्खरै यहाँ दर्शन गरेर आयो अभी किधर जाना है बोलिए बोलिए किधर नाम क्या भूल गया फांगमा चिंगरे से फांगमा चिंगरे ठीक है अब यहाँ से 8 किलोमीटर दूर है बोल रहे हैं आमजा कस्तो भयो एकदम लामो लाउ फोटोमा लाउ पाबो चला चम्बा चंगरे सा फोटोमा चाचु बजाल सु निलानी फोटोमा लाउ आशाङ एकदम राम्रो टाउ दुखेदैन कति पनि आच्छा के भन्न चाहनुहुन्छ कस्तो लागिरहेछ दर्शन गरेर भन्न क्या कुछ बोलिए कुछ तो बोलिए बोलिए ना कुछ तो बोलिए आशाङ के भनिदिनुहोस् हातमा के भन्छ यहाँ लोकनाथ
त्रिलोकनाथ फाक्पा फाङ्मुमा दर्शन गर्न आएछु हिमाचल प्रदेशमा। अब फाक्पा झालिसक्यो भयो, अब फाक्मुतिर जाँदैछु 8 किलोमिटर अलि तल छ र त्यहाँबाट गएर उताबाट पुल तरेर पारी रोडबाट फर्किने। ओके यस्तो छ अहिले चाहिँ बाट आएको रे अनि पानी दुध पोखरीबाट आएको पानी अरे। अब हामी यो पानी अलिअलि खान्छौँ अनि अलिअलि घरमा झुलाप्ने जान्छौँ। हेर्नुहोस् त कस्तो राम्रो वाउ। ओइ भाइ पुरा चिप्लो छ है बिस्तारै गाइजहरू चिप्लो छ। अनि कहाँ जाने हो है चिप्लो छ बिस्तारै चिप्लो छ है चिप्लो आन्छ बिस्तारै चिप्लो चिप्लो। सबैजना पानी भर्दै हुनुहुन्छ। वाउ के भन्नु ल सुरुबाट भन्नु न ल सुरुदेखि भनिदिनु कि नेनेलाई ताली वाह वाह सही बात है ताली बजाइए ताली। सही बात है। रुखहरू सबै यो त के मुस्ताङ जाने बाटो जस्तो छ है स्याउ हो फुलहरू। बाई बाई। अहिले फेरि हामी यहाँ उदयपुरमा आइसकेका छौँ। कस्तो राम्रो हो के वाह। अब यहाँ चाहिँ के झाल्छ गर्ने राशि फाङ्मी लसिलो फाङ्मु जाल्छ फाङ्मु जाल्छ त फाङ्मु जाल्दु फाङ्मु यहाँको पसलहरू यस्तो छ कस्तो पिस हो के ठाउँहरू सबै के अरे अरे हेर्नु त कस्तो
नेपाली मारे कि देवास हिंदी की मिंगला ओदी माता मिरपुला माता कस्तो राम्रो मिरपुला माता मिरकुल्ला माता नेपालीमा मिरकुल्ला माता हाम्रोमा चाहिँ फाङ्मु छेरिङ ल अब हामी भित्र जान्छौँ भित्र सायद क्यामेरा लाग्न अलाउड छैन होला किनकि अघि पनि माथि पनि थिएन सक्स पनि खोल्लियो हेलो अहिले चाहिँ हामीहरू खानासाना खाएर अब कैलाश तातो पानीमा बस्न जाने हो अब यहाँदेखि चाहिँ 4 घन्टा लाग्छ त्यहाँ जान हामी बिहान आएको त्यही बाटो मनालीबाट आएको बिहान अब आज चाहिँ मनालीबाट अलिक तलतिर जान्छौँ अब चाहिँ सबैजना खाना खाने जम्मा आउँदैन जम्मा भइसकेपछि हामी गाडीमा जान्छौँ अहिले चाहिँ हामीहरू के अरे तातो पानीमा डुब्न जान लागेको स्नान गर्नको लागि यो ठाउँको नाम के अरे जी यो ठाउँको नाम के अरे आम्छा यो ठाउँको नाम के हो तातो पानी मनालीको मनाली तातो पानी हामी चाहिँ अब ठुई क्या मनाली तातो पानी न तातो पानी न ते तातो वो ठुई ठुई क्या तेजी नि टोपी लपटप तावांगा यहाँ चाहिँ यसरी जाने रहेछ आशा हेलो भन्नु 12,600 मूल टुके हेलो गाइज गुड मर्निङ आज हामी अहिले हामी तल गुम्बामा जाँदैछौँ लामा झ्याल्से गर्न यता हेर्नु त अनि अहिले चाहिँ हामी यो मनाली भन्दा अलि तलतिर के ठाउँ अरे यो कुल्लु कुल्लु त अलि तल मनाली र कुल्लुको बिचमा यो हैन कन्नडा हो कि के भन्ने ठाउँ हो यो यहाँ छौँ हामी यहाँ तातो पानी भएको ठाउँमा अभी हम सब लोग चल के कलत अभी हम मनाली कलत पे है हाँ यही से हम चल चल के जाएंगे यस्तो छ सबैजना चलो अब हम चले आधी ग्रुप गइसक्नु भयो आधी चाहिँ हामी जाँदैछौँ अब चाहिँ हामीले खाजाहरू खाएर यतै चाहिँ छिटो जानु आँटेको
यता त घामै लाग्दैन रहेछ हो माइ गॉड इट्स टु कोल्ड अछु तिमी पनि देखिरहेको छौ यहाँ यता हेरिबस्छ हामी चाहिँ अब यहाँ आइसक्यौँ खाम्पा यो अक्षर चाहिँ मैले बुझेन तर हामी वहीँ उहाँ लामा झाँसी गर्न आएको ए हाँस मात्रै क्या है क्यों है चाहिँ वहीँ उहाँहरू पुछे साक्का गोङमा रिचेन रुपुछे उहाँलाई झाँसी गर्न आएको वी आर भेरी लक्की हामीले उहाँलाई यहाँ भेट्टायौँ मतलब उहाँको यहाँ वाङ चलिरहेको रहेछ अनि यहाँ हियर अगाडि लाइन छ अब हामी अगाडि गएर लाइन लाग्छौँ अनि झाँसी गर्छौँ लगाएको ल हेलो गाइज हेलो गुड मर्निङ अहिले चाहिँ हामी माथि गुम्बामा जाँदैछौँ आज चाहिँ वाङ छ त्यहाँ जुन रुपुछेको हिजो हामीले झाँसी गर्न गएको थियो उहाँको आज यहाँ माथि गुम्बामा वाङ छ अहिले चाहिँ हामी सबैजना वाङमा जाँदैछौँ बिहानको 6 बजे हिँड्दैछु म माथि गुम्बा चाहिँ ऊ त्यहाँ कहाँ गयो गुम्बा चाहिँ ऊ त्यो हो यहाँ माथि छ सबैजना यहाँ हिँड्दै हुनुहुन्छ आधी यता यहाँ माथि यो स्याउबारी हो सबै सब स्याउबारी गाड़ी में रहते तो जाए ना सबैजना आउँदै हुनुहुन्छ पछाडि हाम्रो लक्ष्मीजी नै यस्तो बाटो छ यहाँ एकदमै न्यारो आनी झर्ना पनि रहेछ आनी हेर्नु यहाँ सबैजना यसरी हिँड्दै जानु भइरहेको छ सबैजना यसरी उकालो हेर्न सक्नुहुन्छ यस्तो बाटो छ यस्तो उकालो छ यता न यो स्याउको रुख स्याउ फुल फुल्यो यस्तो ठाउँ कहिले पायो दर्शन यस्तो दिनमा कहिले पायो दर्शन भगवानले दियो दर्शन मुर्पुले दियो दर्शन
हेलो हेलो चिकेतोनी अब चाहिँ हामी पुग्न लाग्यौँ गुम्बा उता पर छ यहाँबाट हिँड्दैछौँ आसाङ आउनु न पुरै स्याउबारी यो सबै स्याउ स्याउै स्याउ हेलो भन्नु पहाड अब आयो ल हामी गुम्बामा आइसक्यौँ गुम्बा चाहिँ यस्तो छ खाजा पनि पाइँदो रहेछ बस्नको लागि यहाँ ठाउँ Oh my god कतिजना मान्छे अहिले चाहिँ यहाँ गुम्बामा सबैजना यसरी यहाँ बस्नु भएको छ यति धेरै मान्छे हुनुहुन्छ हेर्नुहोस् यता सबैजना आफ्नो आफ्नो ठाउँमा बसेर टिभी चाहिँ यही छ ल आशाङ ल आशाङ आशाङ हेलो आशाङ चुली लादाको नयाँ बटसम्म आउनुहुन्छ ढोलकार यहाँ छ पाल्जु त सुतेछ मस्तसँग तातोमा पाल्जुमको आमा यहाँ छ पाल्जुमको आमाको आमा फेरि यहाँ छ यता हेर्नुहोस् हाम्रो नेने यहाँ हुनुहुन्छ लक्ष्मीजी आशाङ ल आदि ग्रुप चाहिँ उता पर आम्छाहरूको ग्रुप चाहिँ यहाँ आज चाहिँ अब हामी घर फर्किन लागेको हाम्रो 10 दिनको के भन्छ हानी यात्रा 10 दिनको तीर्थ नेवा यही आएर सकियो मनालीको के अरे कताल भन्ने ठाउँमा अब हामी आज 8:30 बजेको बसमा चढेर देहरादुन हरिद्वार जान्छौँ हरिद्वारदेखि नेपाल जान्छौँ सो बाई बाई ल बोल बाई बाई अनि हामी मजा गर्ने के बोलेको अनि 15 डेज जस्तो ल बाई भन्नु बाई बाई गाइस अनि आशाङ यता बाई भन्नु अनि आशाङ बाई देन आशा ठुला आशा अमेरिका ठुला आशा प्लिज वाच दिस भिडियो बाई ल बाई भन्नु अनि यता त बाई 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 अब लाग्यो वरदान अब नेपाल जान्छौँ बाई थ्याङ्क यू सो मच हरिद्वार हो कि 8:30 बजेको बसमा हामी नाइट बसमा जाँदैछौँ हरिद्वारसम्म हरिद्वारबाट चाहिँ हामी रुपैडिया जान्छौँ त्यसपछि नेपालगञ्ज हुँदै सुर्खेत पुग्छौँ बाई बाई